गाइस अहिले भने चाहिँ होइन टेन्डुको ब्लग अन्त अहिले भने चाहिँ हामी भर्खर बाँसबोटे कटिँदैछ यता विजय छ अन्त अगाडि एक दुईजना साथीहरू छ हाम्रो आदि साथीहरू चाहिँ पछाडि आशिषहरू चाहिँ आउँदैछ आशिष लोरिन सर चाहिँ अनि केटालाई चाहिँ हामीले नपर्खे केटा अति नै ढिलो गऱ्यो विजय के भन्छस् केटाहरूले चाहिँ अति नै ढिलो गर्न नपर्खे हामी चाहिँ कहाँ अलिक उता छुप्पातिर पर्खिने अरे हो बाटो अँध्यारो बिहा अँध्यारो छ हामी हिँड्नु त अगाडि हिँडेको तर पनि स्टिल ढिलो भयो है टु बी कन्टिन्युड केटा हो अहिले भने चाहिँ है फिलहालैमा हामी केटाहरूमा आइपुगेर छुबा स्कुल आइपुग्यो त्यो छुबा स्कुल म देखाउँछु हेलो गाइस हाउ आर यु आई एम फाइन फक यु सो गाइस छुबा स्कुल चाहिँ नि उहाँ लाइट बल्दै गरेको उयो हो गाइस हामी भने अहिले भन्ज्याङ माथि आउँदैछ है यो तल्लो मेलाटार भन्छ होइन तल्लो मेलाटारको तल्लो मेलाटारको भर्खर माथि आइपुग्छ यो भन्ज्याङ माथिहरू कता भन्छ यो ठाउँलाई आज भन्ने चाहिँ हामी टक्कै मेलाटार पुग्दिने हो है गाइस अन्त एकछिन यस्तो गर्दा आउनु बाटो देख्दैन छ यहाँ मुनिहरू चाहिँ यहाँ अलिक बत्ती बल्दै गरेको चाहिँ नाम्ची भन्छ यता भन्ज्याङ कताहरू भन्छ हेभी साह्रो हिँड्नु चाहिँ अम्म हामी कहाँ आइपुग्यो विजय हाफ यु अलमोस्ट आधी बाटो आइपुग्यो टेन्डुङको अलमोस्ट है अलमोस्ट टेन्डुङको आधी बाटोहरू आइपुग्यो अनि यस्तो गर्दा फेरि बाटो पनि देख्दैन छ नि त फ्ल्यास फाल्दा रिकगनाइज पनि हुँदैन है यो कहाँ हो हिँडेको छ हाम्रो ज्याक पनि हो अगाडि विजय दादा बोइ सम्झे झन्डै लड्यो लडेको म फोन मात्रै पक्रेर तल जानिदिँदैछ तर गाइस मैले चाहिँ प्रायः छोड्दै भन्ने यो भिरबाट लड्यो भने चाहिँ टक्कै भन्ज्याङ आइपुग्छ नाम्ची यतापट्टि गाइस उयो डेन्जी इन द च्याट डेन्जी स्पन्ड इन द च्याट है डेन्जी र आकुको हालत देख्दा बुझिसकिनु होला यात्रा निकै कठिन छन् डेन्जीको हालत निकै साह्रो पाऱ्यो गाइस जुगाले आयो म त बाटो पनि दिदिनँ फ्ल्यास अन गर्नु पऱ्यो म त विजयको टर्चलाइट हेर्दै यसको टर्चलाइट हेर्दै हिँड्नु पर्छ लेट्स गो बकअप गाइस मेलाटार आइपुग्नु आँट्यो माथिल्लो मेलाटार हाम्रो टोलीको सबसे लास्टमा हिँड्ने भन्ने मै छु है यति साह्रो गल्यो कि हामी माथिल्लो मेलाटार पनि आइपुगेछौँ है हिँडेर ड्याम सिट टोटल्ली वर्थ इट क्या मतलब मैले टेन्डुङ हिँड्ने डिसिजन चाहिँ त्यसै बनाएको होइन साँच्चै हिँड्नुको लागि मात्रै बनाएको भने चाहिँ डिसिजन वाज वर्थ इट यति साह्रो गल्यो कि कसम किन केटा हो अझै धेरै छ मेला टाढा आइपुग्नु केटा बाटो पनि झन्डै लड्छु है केटा हो अहिले भने चाहिँ हामी यता टक्कै टेन्डुङ आइपुगेर यहाँ मुनिपट्टि बसिरहेछ र यहाँ हाम्रो क्याम्प फायर हल्का हुँदैछ यहाँ हाम्रो है खाजासाजाको सिजन हुँदैछ हाम्रो हल्का फुल्का हामीले आगो बालेको छ हामी चाहिँ यहाँ नाइट स्टे गरेको थियौँ हामीले रात चाहिँ यहाँ काट्यो है दुःख सुख हामी फिलहालमा 4 जना छ हो यहाँ हामीले अब चाहिँ हामी निक्लेको खै त निक्लिनु हामीले चाहिँ पूजासुजा पनि गऱ्यो ल्याइदिएन ल हामीले पूजासुजा पनि गऱ्यो सुँगीहरू होइन हामी चाहिँ कहाँ बसेको छ भने चाहिँ नि हामी चाहिँ गाइस एकदम दामी ठाउँमा बसेको थियो यस्तो छ टेन्डुङ चाहिँ यहाँ चाहिँ पूजा गर्नुपर्छ हामीले गरिसक्यो होइन यहाँ टावर उदेको पनि छैन म चढ्ने आँट आएन होइन
मैले हिजो राति आधी भिडियोहरू बनाउनु पाइनँ नि त राति अँधेरो थियो चार्ज पनि अहिले 8 मात्रै छ त्यो पनि ल्यापटपबाट चार्ज गरेर बनाएको होइन रातभरि क्लास पनि चार्ज पऱ्यो रातभरि के अरे पानी परेको थियो नि त अन्त बाटोमा हिँडेको त चार्ज बत्ती बाल्दा चार्ज बाल्दा यताउता चार्जै भएन फोटोहरू एक दुईवटा खिच्नु छ गाइस गति चाहिँ हेभी गयो होइन आफू माफी भएको छैन क्या हल्का यस्तो छ भने मात्रै पूजा सुजा गर्छ होइन अघि हामीले आएर धुपसुप बाल्यो लिप्साहरूको के पूजा हुन्छ अरे गाइस भिडियो चाहिँ होइन हल्का टेन्डुङको वरिपरि गरिदिन्छु त्यतिमै एन्ड हुन्छ किनभने फोनमा चार्जै छैन होइन यहाँ माथि यहाँ गुम्बा मेन गुम्बा चाहिँ यता अन्त यता चाहिँ छ भनौँ आइज विजय टुरिस्ट लज भन्छ गाइस यो ठाउँमा यस्तोहरूले चाहिँ बेसी बसेन क्या बेलुका यहाँ नि मान्छे हल्ला त थिएन हल्ला त निकै थियो कति न कति भइसक्यो गाइस कति गइसक्यो त्यस्तो लाग्यो तर पनि वर्थ इट आएको चाहिँ मैले त्यति चाहिँ भन्छु एउटा चाहिँ टेन्डुङमा खास भने चाहिँ फुल भिड देख्छ अब वरिपरि तर अहिले मैले चाहिँ क्लियरै देख्छ जति देख्दैछ त्यति देखाइदिन्छु ल ज्याकले त टेन्डुङमासम्म पुऱ्याइ केटा हो यी हराएको पनि छैन है दुःख सुख यसले पनि हामीसँग हार्डकोर नाइट काट्यो है यहाँ हल्का झलक्कै देखाइदिन्छ ल गाइस देखेन त नि युट्युबहरू हाल्दा झन् ब्लगहरू के देख्छ अलिअलि देखेको हल्का भित्र गएर यस्तो रिकर्डिङहरू गर्नु दिँदैन नि त कि र यतिमै सक्यो अहिले टेन्डुङको भ्लग चाहिँ किनभने बेसी पनि बनाउनु पाइनँ हो र टेन्डुङको भ्लग चाहिँ बेसी लामो भएन है न म प्रायः भ्लगहरू लामै हुन्छ मेरो किनभने चार्ज थिएन प्लस बेलुका आउनु पाएको भिडियो बनाउनु अब बनाउँदैछ अगाडि केही देख्दैन धुम्मले अन्त त्यस्तो भएर चाहिँ बेसी भएन यो चाहिँ यति नै छ भन्छ